अछुत थियो। यसरी वर्गीय र जातीय रूपमा समाजको सबैभन्दा तल्लो पीठमा जन्मिएर पनि उसले आकाश चुम्ने सपना देख्यो। अनि आँखामा त्यही सपना र परिवारको जिम्मेवारी काँधमा बोकेर झर्यो शहरमा उसले के गरेन? होटेलमा भाडा माझेन कि फर्निचरमा काठ बोकेन कि कामका लागि एनजिओ आइएनजिओ धाएन कि आधा पेट खाएर एफएम रेडियोमा बोलेन कि अनिदै बसेर दोहोरी साँझमा गाएन कि अवसर र ठाउँका लागि काठमाडौँका गल्लीहरू नापेन कि। यसरी चरम दुःख सङ्घर्ष र धैर्यतापछि उसले संसारलाई दियो अजम्बरी सिर्जनाहरू, जसका सिर्जनामा केवल मनोरञ्जन मात्र होइन, सामाजिक र राजनीतिक चेत पनि छ। हाम्रै दुःख सुख छ, हाम्रै कथा व्यथा छ। छोरीका चित्कारहरू छन्, विवेक विरुद्धका झङ्कारहरू।